हेलो एभ्रिवान, गुड मर्निङ अनि सेवनी हजुरहरू सबैलाई। आज चाहिँ म यहाँ नोकडाँडा कोपा बाजेहरूको घरबाट भिडियो स्टार्ट गर्दैछु है। अनि आज चाहिँ म तपाईँहरूलाई के देखाउँछु भन्दा चाहिँ कोपाको फुलबारी एक्सप्लोर गराउँछु, देखाउँछु है। कोपाको चाहिँ फुलबारी पुरा छ नि त, फुलहरू कोपाले चाहिँ फ्लावरिङ नन फ्लावरिङ अन्तखेरि क्याक्टस सक्कुलेन्टदेखि लिएर एजिलियाहरू थुप्रो भेराइटीको छ है। अनि बिक्री गर्नुहुन्छ नि त कोपाले चाहिँ फुलहरू। अन्त तपाईँहरूलाई मन पर्यो भने तपाईँहरू पनि किन्नु चाहनुहुन्छ भने चाहिँ मेरो इनबक्समा गएर मलाई मेसेज गर्नुहोस् है। म कन्ट्याक्ट नम्बर दिन्छु तपाईँलाई यहाँ कोपाको बाजेको। अन्त म तपाईँहरूलाई देखाउँछु। अब कहाँदेखि स्टार्ट गर्नु, कहाँदेखि गर्नु पऱ्यो, यहाँनिर अर्किडदेखिको स्टार्ट गर्छु। अर्किड चाहिँ प्रायः फुलिसकेको रहेछ है। अनि यहाँनिर चाहिँ अर्किड यो चाहिँ फुलिसकेको रहेछ, धेरै टाइम भइसकेको रहेछ है फुलेर। कोपाको मन्स्टेरा त हेर्नुहोस् त, यस्तो भएछ मन्स्टेरा है, भेरिगेटेड के भएको यो चाहिँ थाहा भएन, यस्तो भइरहेको रहेछ। अनि यो चाहिँ अर्किड हो। अर्किड पनि पुरा छ, तर यहाँनिर चाहिँ फुलिसकेको होला अस्ति नै, सिजन अफ हुँदै गएको। अनि जेरेनियमहरू, क्रसुला, फिङ्गर क्रसुला, यो चाहिँ बोनसाई गर्नुभएको होला कोपाले। अनि यिनीहरूको चाहिँ त्यस्तो नाम थाहा छैन, मैले भुलिसकेँ। मैले पनि पहिला पुरा रोप्थेँ होइन, अहिले चाहिँ धेरै ग्याप गरिसकेँ नि त रोप्नु। अन्त त्यही भएर अहिले चाहिँ आमाले रोप्नुहुन्छ। अनि यसको नाम चाहिँ मैले भुलेँ है। अनि तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। अनि यहाँ चाहिँ छ जेरेनियम। अनि यहाँ पनि छ जेरेनियम, पनि पुरा भेराइटीको छ नि त। अनि यहाँ चाहिँ क्रसुला, यो पनि एकदम ठुलो भइसकेको छ। यसलाई पनि बोनसाई नै गर्नुभएको कोपाले। अनि यहाँभित्र चाहिँ तपाईँहरूलाई म यहाँभित्रको पनि देखाउनु पऱ्यो। क्रसुला भेरिगेटेड छ नि त, यहाँ भेरिगेटेड क्रसुला। यो चाहिँ भर्खर जगाउनु हुँदो रहेछ है, यसलाई चाहिँ धेरै टाइम लाग्छ नि त भेरिगेटेड चाहिँ बढ्नुको लागि। अनि यहाँ पनि छ क्रसुला। अनि यसको पनि नाम थाहा छैन मलाई। अनि यसको पनि नाम थाहा छैन मलाई चाहिँ, प्रायः जस्तो नाम थाहा छैन। तपाईँहरूलाई म जस्ट देखाउँछु मात्रै। अनि यो पनि सेम नै हो, यहाँ र त्यहाँनिर एउटै छ। अनि जेरेनियमहरू कोपीलाई लाग्दो रहेछ, कति दामी दामी कलरको छ। यसलाई त के गर्डेसिया भन्छ है, पनि गर्डेसिया पनि मजाले फुलेछ। अनि त लडेछ त यो जेरेनियम कुन चाहिँ कलर हो, मजाको फुलिरहेको छ। अनि यो चाहिँ सबै एउटै कलरको रहेछ। गर्डेसिया चाहिँ स्टक डबलमा रहेछ। अनि के हो त्यो पनि थाहा छैन, फुल्न आँटेको रहेछ। यहाँ चाहिँ वाइटमा रहेछ जेरेनियम। अनि यहाँ पनि फुलिरहेको छ जेरेनियम। यहाँ चाहिँ पिङ्क कलरको रहेछ। पिङ्क कि कुन चाहिँ हो यो कलर, यो पनि स्टक नै हो। अनि यहाँ चाहिँ छ, यसलाई त के पो भन्छ, थुप्रो कलरको रहेछ। सिनेरिया के भन्छ यसलाई त भुलेँ मैले। धेरै कलरको रहेछ, डिफ्रेन्ट कलरमा। अनि यहाँनिर लाइन चाहिँ छ एजिलियाको, ठुलो ठुलो पटमा रोप्नु भएको रहेछ नि त। अनि यो चाहिँ धुप्पी पनि छ, बोनसाई गर्नुभएको छ यहाँ चाहिँ कोपाले। मजाको हुँदो रहेछ, हाँगा पनि ठुलो ठुलो हुँदो रहेछ। पहिला हामी आउँदाखेरि चाहिँ सानो थियो, मजाको भएको रहेछ मजाको। र त गुड मर्निङ। हाम्रो पुजु कुन्थे र दादा चाहिँ पुजु कुन्थे, गुड मर्निङ। के दल्दिएर दबाई किन? यी चाहिँ हाम्रो पुजु कुन्थे हो, पुजु कुन्थे नाक त्यस्तो भएछ पुजु कुन्थेको। अनि यहाँ चाहिँ छ एजिलिया। यो चाहिँ फुलिसकेको छ होइन, यो धेरै कलरको छ।
डिफ्रेन्ट कलरमा छ नि त अनि फुलेको चाहिँ छैन फुलिसकेको रहेछ अस्ति नै आउनु पर्थिछ है यहाँ पनि क्रसुलाहरू छ अनि यहाँ तल पनि छ यहाँ तल चाहिँ सकुलेन्ट प्लान्टहरू छ क्याक्टसहरू यो पनि तपाईँलाई म देखाउँछु अहिले लास्टमा जान्छ त्यो तल चाहिँ टाढो छ नि त अलिकति अनि यहाँनिर चाहिँ सबै इजिली आछ यो लाइनमा वरिपरि है त्यहाँदेखिको यहाँनिर यहाँदेखिको परसम्म यो चाहिँ फुलेको छैन त्यही भएर म तपाईँहरूलाई देखाउँदिनँ सेडिङहरू भन्छ नि त मजाको कलरको छ अनि यो चाहिँ तल पनि फुलिरहेको छ यो चाहिँ हो गुराँसको फुल यो जग्गा चाहिँ कहाँ पर्छ भन्दा चाहिँ यहाँ तल चाहिँ नोकडाँडा झिल होइन नोकडाँडा झिल छ त्यहाँदेखिको यहाँदेखि अलिकति माथि चाहिँ गुम्बा डाँडा छ है यहाँनिर माथि चाहिँ गुम्बाहरू पनि छ अनि त्यहाँ माथिकोलाई चाहिँ गुम्बा डाँडा भन्छ यहाँ पनि छ स्टकहरू पनि सेम है सिनेरी के भन्छ यसलाई अनि यसको नाम पनि कोपाले के भन्नुहुँदै थियो मैले भुलेँ आर्टिफिसियल जस्तो छ यहाँ पनि छ है यसलाई चाहिँ के भन्छ बिर्सेँ फक्सटेल के भन्छ फक्सटेल त होइन होला यसलाई मजाको भइरहेको छ ह्याङ्गिङमा यहाँ पनि छ जेरिनियम चाहिँ थुप्रो कलरको छ वाइटहरू अनि यहाँ चाहिँ के रोप्नु भएको थाहा छैन भर्खरै रोप्नु भएको रहेछ यसको पनि नाम थाहा छैन मलाई यहाँ पनि के छ थाहा छैन यो चाहिँ के पो भन्छ एलोभेरा फुलिरहेको रहेछ एलोभेरा अनि यहाँनिर चाहिँ अर्किड सबै फुलिसकेको रहेछ अनि यहाँ चाहिँ हाम्रो सोल्टिनीको घर सोल्टिनी चाहिँ बिमारी छ यो सबै इजिलियाहरू है अनि यहाँ पनि छ इजिलिया यो चाहिँ कोपाले बोनसाई गर्नुभएको रहेछ नि त भर्खरै गर्नुको लागि चाहिँ बनाएर राख्नु भएको रहेछ धुप्पीहरू है यो इजिलियाको पनि बोनसाई यसको पनि ठुलो हुँदो रहेछ पानी पर्यो यो पनि छ इजिलिया यो सबै बिक्री गर्ने हो सबै नै फुलिसकेछ तपाईहरुलाई चाहियो भने चाहिँ भन्नुहोस् है मलाई यहाँ तल पनि रहेछ अर्किड जेरिनियम त्यो चाहिँ कताबाट जाने हो बाटो मलाई थाहा भएन यहाँ त्यस्तो रहेछ यहाँ पनि छ तपाईहरुलाई देखाइदिन्छु म जेरिनियम टमाटर फल्दै रहेछ अनि यहाँ सबै नै इजिलिया यहाँनिर पनि जेरिनियम छ इजिलिया मात्रै छ है हिँड्दै हिँड्दो रहेछ तपाईहरुले चाहिँ म राम्रोसँग देखाउँदिनँ किन भन्दाखेरि चाहिँ यो चाहिँ सबै फुलिसकेको रहेछ है फुलिसकेर पनि न्यू कचिङ हाल्नु भएकोलाई सायदै यहाँनिर भर्खर पटिङ गर्नु हुँदैछ नि त अनि यहाँदेखि उता चाहिँ म जाँदिनँ यो चाहिँ पत्करहरू यो चाहिँ मल हो है पत्करको मल राम्रो हुन्छ नि त लाइट हुन्छ है त्यही भएर जराले राम्रोसँग अब्जर्भ गर्छ नि त मलहरू पानीहरू अनि त्यहाँ चाहिँ के मिक्स गर्नुहुन्छ मलाई थाहा भएन अनि यहाँनिर एजिलियाको यहाँ तल त कसरी जानु हौ कसरी जानु पानी पर्यो यो पनि सेम हो अघिको देखाएँ तपाईहरुलाई त्यो तपाईहरुलाई त नामहरू पनि थाहा छ होला है मलाई चाहिँ त्यस्तो थाहा भएन नामहरू चाहिँ कताबाट जानु त्यहाँ चाहिँ कोपा उताबाट हुन्छ चल्लाहरू पनि छ चल्लाहरू पनि चिनिया यहाँनिर चाहिँ टाउकोमा मात्रै हल्का त्यो टोपी लगाएको जस्तो है म तपाईहरुलाई तल पुगेर देखाउँछु पास गरौँ होला फुलबारी त आम्मामा हो यहाँ पनि छ इजिलिया यहाँ चाहिँ छ जेरिनियमहरू आम्मामा कति धेरै रहेछ म त आएकै थिइनँ कति भइसक्यो नि त हिजो आएर पनि म चाहिँ यहाँ आएकै थिइनँ यहाँनिर चाहिँ अर्किडहरू सबै नै फुलिसकेको राख्नु भएको रहेछ है यहाँ चाहिँ जेरिनियम थुप्रो भेराइटीको छ थुप्रो कलरको बिस्तारै देखाउँछु है तपाईँलाई कस्तो कस्तो कलर छ भनेर कति दामी कलर हो
कोपिलाहरु रहेछ सबै फुल्नुको लागि रेडी हुँदै रहेछ कोपिला लाग्दै रहेछ अनि यसको चाहिँ यति नै रहेछ यहाँ भित्र चाहिँ सबै फुल्नुको लागि कोपिला लाग्दै रहेछ अनि म उतापट्टि जान्छु उतापट्टि यहाँनिर चाहिँ कोपाको सुँगुर छ पर गाई छ अनि यहाँ सुँगुर यहाँ चाहिँ के छ थाहा छैन गएको छैन म कसरी आउनु पर्ने हो हिजो बेलुका अस्ति आउनु पर्थ्यो नि कोपा है फुलेको दामी थिएछ नि अस्ति आमाहरू आउँदा फुलिरहेको थियो होला है उहाँ चाहिँ हुनुहुन्छ हाम्रो कोपा फुलको मालिक चाहिँ उहाँ हुनुहुन्छ कति कलरको छ भनिदिनु न कोपा फुल एजिलिया हजुर एजिलिया लगभग 25 कलरको चाहिँ छ होला हजुर कोपालाई कसैलाई चाहियो भने चाहिँ कन्ट्याक्ट गर्नु होला म तपाईहरुलाई नम्बर दिन्छु मलाई तपाईहरु इनबक्समा मेसेज गर्नुहोस् होम डेलिभरी पनि हुन्छ होला हुँदैन आउनु पर्यो यहीँनिर भ्याउनु हुँदैन नि त कोपा ब्ल्याक कलरको पनि ल्याउनु भएको छ अरे कोपा अघि भन्नुहुन्छ प्रतीकले कहाँबाट ल्याउनु भएको कोपा यो चाहिँ फुलिसकेर पनि फेरि रिपोर्टिङ गर्नु भएको कटिङ गरेर पनि कुन चाहिँ टाइममा फुल्छ इजिलिया अब अस्ति एकपल्ट फुल्यो हैन अब सेप्टेम्बर अक्टोबरतिर एकपल्ट फुल्छ यो चाहिँ हाम्रो घरमा चाहिँ अलिकति सुट हुँदैन किनकि यसलाई चाहिँ अलिकति चिसै जग्गा चाहिन्छ नि त है हाम्रोमा चाहिँ कुनै किन कोपा कति लगे यहाँबाट मरिहाल्छ उयो भइहाल्छ डढिहाल्छ नि त कति आनन्दको छ कोपाको फुलबारी यहाँ माथि यहाँ पनि अझै बाँकी नै छ तल तपाईँहरूलाई देखाउनु लास्टमा चाहिँ तलको देखाउँछु पानी पर्यो अब यहाँनिर पनि माथि छाना लगाउने बेला भएछ यहाँनिर पनि इजिलिया कस्तो दामी देख्ने छ अस्ति नै आएको भए फुलेको हामी चाहिँ गएको तल नि कोपाको फुलबारी पनि परेछ इजिलिया अब यहाँ त झन् झिल्ली मिल्यो भयो त आँखै कता हेरौँ कता नहेरौँ भयो यहाँनिर भर्खर फुलेको फ्रेस अर्किड जेरेनियम आम्मामामामा यो रोबाट देखाउँछु तपाईँहरूलाई म पहिला सकुलेन्टहरू यता चाहिँ जेरेनियम कटिङ गर्नु भएको रहेछ अम्बो भर्खर फुल्दै गरेको पनि रोजमेरी भेरिगेटेडमा पनि रहेछ ह्याङ्गिङ फुले पनि छ यो पनि फुल्दो रहेछ है कोपा यो वाला
जेरिनियम पनि कति दामी दामी कलर हौ क्याक्टस यो फुलेको छैन रहेछ हाम्रोमा फुल्दैछ कोपा अलिक ढिलो फुल्दो रहेछ यो जाडोमा हजुर पुरा ठुल्ठुलो कोपिला लागिरहेछ यसको यो त मसिनो कोपिला रहेछ क्याक्टस यो पनि फुलेको छैन रहेछ कोपाकोमा भर्खर कोपिला लाग्दो रहेछ जाडोमा अलिक ढिलै हुँदो रहेछ हजुर यो पनि फुलेछ अनि यो पनि देखाइसकेँ तपाईहरुलाई योहरू पनि देखाएँ है यो पनि अनि ह्याङ्गिङ देखाएको छैन तपाईहरुलाई मैले यो पनि फुल छ नामहरु चाहिँ केही थाहा छैन है मलाई सेम नै हो अनि यो पनि छ ह्याङ्गिङ अनि बिचबाट गएर देखाउँछ नि यहाँ माथिपट्टिको मुनिपट्टिको ला हो पानी पर्यो त हौ कोपाइले त के पो भन्छ यसको नाम त जाइगो क्याक्टस क्याक्टसमै हुन्छ यो उनीहरुको रहेछ भेरिगेटेड पत्ता
पानी पर्यो सररु पानी पर्यो कलर चाहिँ एकदम मिठो मिठो छ धुप्पीहरूको कलेक्सन बोकिदिनु हैन लक लगाइराख्नु नि पानी पर्यो तपाईहरुलाई फुल मन पर्यो भने लाइक गर्नुहोस् कमेन्ट है अनि कताबाट जानु भयो त्यहाँ पनि थिएछ नि हुन्छ चिप्लेर लड्यो हेर्नु गयो स्ट्रबेरी पनि फुल्दै रहेछ पानी पर्यो चिप्लेर लड्यो